हेलो एभ्रिवान, नमस्ते। आइएम रचना शिष मगर फ्रम ललितपुर। फेरि पनि मेरो बिजनेस पेजबाट र टिकटकबाट मेरो डे 13 च्यालेन्ज लिएर आएको छु। आजको टपिक रहेको छ इनर्जी म्याटर। साँच्चीकै यो इनर्जी म्याटर भनेको एकदम महत्त्वपूर्ण छ है। हामी जे कुरामा पनि इनर्जी लगायो भने होइन हाम्रो अवश्य सफल भइन्छ। हामीले निरन्तरता दियौँ भने अनि इनर्जी लगायो भने जे कुरा पनि हामी असफल होइन सफल भइन्छ है। अनि हामी काम गर्दै जाँदाखेरि चाहिँ कतिपय मानिसहरूले चाहिँ आलोचना पनि गर्छन् कि यो होइन, यो गर्न सक्दैनस् तैँले, यो राम्रो होइन, राम्रो ठाउँ होइन, यो यस्तो यो उस्तो भनेर मान्छेले आलोचना गर्छन् होइन। अझै त हाम्रो नेपालको कन्टेन्टमा त झन् धेरै अति नै है। अनि त्यो कुरालाई चाहिँ हामी इग्नोर गरेर हामी कसरी हुन्छ अगाडि बढ्ने चाहिँ माइन्डसेट बनायो भने चाहिँ अवश्य सफल भइन्छ। मान्छे कुरा सुन्यो भने त्यही बसिन्छ क्या, त्यही है हो भनेर त्यत्तिकै बसिन्छ कि त्यो झन् त्यसले हामीलाई नेगेटिभ ल्याइदिन्छ, चिन्ता ल्याइदिन्छ, डर ल्याइदिन्छ। त्यो कारणले गर्दा अरूको कुरा सुन्ने होइन। हामी चाहिँ कति मान्छेले भन्छन् होइन, आफ्नै वरिपरिको मान्छेले, आफ्नै छिमेकीहरूले, आफ्नै साथीभाइले, आफ्नै घर परिवारले पनि यो गर्न सक्दैनस् तैँले। तर आफूमा भर पर्नु चाहिँ म कस्तो ठाउँमा छु, मैले के गर्दैछु र म ठिक ठाउँमा छु कि छैन, अनि म चाहिँ यो रियल हो कि होइन, यो चाहिँ साँच्चै कि मैले गर्न सक्छु कि सक्दिनँ भनेर त आफूलाई थाहा छ नि त। आफूलाई पनि त होइन मजाले हेरेर बुझेर गरेको हुन्छ। सो त्यही भएर अरूले के भन्छ त्यो कुरामा हामी म्याटर गर्दैनौँ। हामी चाहिँ स्टे पोजिटिभ, एकदमै हामीले चाहिँ माइन्डसेट बनाएर पोजिटिभ माइन्ड बनाएर हामी अगाडि बढ्यो अवश्य सफल भइन्छ। अनि अहिलेको यो डिजिटल जमानामा कसैले भाडा अनलाइनबाट बेचिराख्नु भएको छ, कसैले कपडा बेचिराख्नु भएको छ, कसैले के बेचिराख्नु भएको छ होइन। यस्तै हो यो पनि, हामीले अनलाइन डिजिटल बिजनेस यो पनि अनलाइनबाट गर्ने हो है। अनि म नि सुरुमा चाहिँ म पनि गर्न सक्दिनँ कि भन्ने त भएको थियो। तर जब म यहाँ आएँ होइन, जब इन भयो यहाँको सिस्टम, यहाँको टुल्स, यहाँको टेक्निक्सहरूले चाहिँ मान्छेलाई मजाले इजी तरिकाले यो बिजनेस गर्न सकिने रहेछ। सो म ह्याप्पीली आफ्नो बिजनेस रन पनि गरिरहेको छु। अनि त्यही हो, म चाहिँ एकदम इनर्जीको साथ आफ्नो बिजनेसलाई रन गरिरहेको छु। जब मैले एकदमै निरन्तरता दिएर इनर्जीको साथ निरन्तरता दिएँ भने म अवश्य सफल हुन्छु भन्ने चाहिँ मलाई लाग्छ होइन। सो हजुरहरू पनि अरू के भन्छ भन्ने कुरामा चाहिँ ध्यान नदिनुहोस्। आफ्नो जे गर्दै हुनुहुन्छ फोकस आफ्नो काममा, आफ्नो वेमा जानु होला है, त्यही भन्न चाहन्छु। यदि हजुरहरू पनि यस्तै डिजिटल अपर्च्युनिटी खोज्नु भएको छ भने मलाई रिच आउट गर्नुहोस्, म हजुरलाई गाइड गर्नेछु। मेरो वेबसाइट छ www.rachanaandsingi.com मा गएर हजुरले रजिस्टर पनि गर्न सक्नुहुन्छ र मलाई भन्न सक्नुहुन्छ। बाई बाई।